चुली रे माङहिम घुम्न गएको अवस्था हिरोनीहरू अनि यता चाहिँ छु म हिरोनी गर्मी ओ माय गॉड हल्दीबारीमा यति साह्रो गर्मी भयो जस्तो लाग्दैन मलाई लपडाँडा जाने है कुन बाटो यो बाटो जाँदा हुँदैन यो बाटो जाँदा पुगिँदैन होस् न त अनि खोलाको बगर त रमाइलो हुन्छ लपडाँडा जाने है दिदी तपाईहरु नजानु म त जान्छु यहाँसम्म आइपुगेपछि म त जान्छु माथि त कम्ती पो हावा आउँछ होला शीतल हुन्छ हिँड्नु नि त्यहाँ तपाईँ साधु नि त्यहाँ माङहिममा सेवा गर्दै बस्नु अघि बेसमारी कुखुराको मासु खायो अनि मन्दिरमा गएर साधु नि पल्ट्यो खोला त सुके छ यो बगरमा नि एकचोटि हामी हिँडेको यतै तलदेखि नागेर जाउँ न को घुमिबस्छ कस्तो निन्द्रा लागिरहेको थियो घरदेखि निस्केर हिँडेपछि त निन्द्रा सिन्द्रा अल्छी सल्छी भाग्यो खोला पनि सुके छ खतरा रहेछ त अनि त्यस्तो खतरामा चाहिँ यो बाटो हिँड्नु मान्दैन हो तर गर्मी चाहिँ लास्टै भइसक्यो पौडी खेल्नुपर्छ कि क्या पौडी खेल्ने यस्तो लुगा लगाएको छु र मात्रै कि नत्र त खेल्दै पो अब यो हाम्रो सिमसारमा हुन्थ्यो नि दिदी हेर्नु यस्तो हामी कति छान्थ्यौँ साइली यो पालुङ्गोमा टाँसेर तर साह्रै नजाने हो अब भोलि पर्छ अलिक गर्मी बढेपछि आउन गर्मी बढेपछि घरदेखि निस्किनै सकिँदैन मलाई चाहिँ मेरो सोल्टी राजाले भ्लग बनाऊ हो तिमी त भ्लगर बनाऊ भन्छ मेरो पनि सोख मलाई मन त लाग्छ भ्लगर हुन तर आइडिया छैन आइडिया बिना इन्डिया पुगिँदैन रे भन्छन् नि त्यस्तै यो चाहिँ मेरो सानो प्रयास अरे क्या त्यो भएर चाहिँ मेरो दिदीबहिनी अल्छीहरू हिँड्न नसक्ने लुती मलाई भन्छ उनीहरू चाहिँ हिँड्नै सक्दैन ज्यान मोटो भएर म त हिँड्नु घुम्नु डुल्नु भनेपछि त अब कसैले भ्याउँदैन नि तर घर फर्केपछि त फेरि लुक पेलात्तै हो नि केही गर्नै सक्दिनँ हामी चाहिँ माङहिम वे अफ माङहिमदेखि माथि लपडाँडा फाइनली वी आर इन माङहिम किरात हाङसाम सामयोक माङहिम इलाम एक चुलीमा झापाको मान्छे एकैछिनमा इलामको माङहिममा यो बाटोहरूमा पहिले नै म सपना दिदीसँग हिँडेकोहरू थिएँ सपना दिदीसँग हिँडेको यादहरू छ त्यस यहाँ अहिले चाहिँ म मेरो दिदीहरूसँग बहिनीहरूसँग छु उसलाई पनि मिस गरिरहेको छु कति 2 वर्षपछि लगभग 2.5 वर्षपछि केर्खा बजार टेकियो सपना मैले त आइबसिन्थ्यो अनि अब यो लपडाँडा पनि नआएको धेरै भएको थियो क्या अब चाहिँ यसो बेला मौकामा दिदीहरूलाई जबरजस्ती लिएर बाटो यस्तो छ हामीले सक्ने भए फर्काए ल्याउँथे म भन्ने गीतले ऊ त्यो डाँडा थर्काएको अब यहाँ त कस्तो हरियो पो रहेछ यस्तो हुँदा अब शीतल हुन्छ त हामी यो चौरमा नि पहिले एकछिन बसेको नि एन्सरको हो त्यो कस्तो दामी ठाउँ यहाँनिर तर गर्मी महिना नहुनु हो भने कस्तो दामी ठाउँ हुन्थ्यो रातो पानी यो चाहिँ खुन पानी होला है खुन पानी सो तपाईको सोल्टी डेटिङ लिएर जानु
निगुरे खोजेर लानुपर्छ होला हो सब्जी हरियो परियो पहाडको फेदीमा कस्तो चाहिँ टिक्क परेको घर गोजीमा 0 रुपियाँ तर पनि हिँड्नलाई मै हतार गर्ने मलाई नै जानु परेको लपडाँडा घुम्नलाई मान्छेहरू टन्नै सम्पत्ति कमाउनु बेसमारी सुन लाउनु खानु रुचाउँछन् टक्क झरी झुप्पै सुन होस् चाँदी होस् भनेर चाहँदो रहेछन् म चाहिँ मेरो चाहिँ त्यतातिर चाहना कहिले गएन मेरो चाहिँ पकेटमा पैसा 0 होस् तर हुन्छ नि यो हाम्रो जुन स्मृति भण्डार हुन्छ नि त्यो चाहिँ टक्क भरि होस् क्या मर्ने बेला पनि मर्दाखेरि पनि त्यहाँनिर खाली जग्गा यति पनि नहोस् क्या अब त्यसको लागि नि हुन त पैसै चाहिन्छ तर जति सक्दो थोरै पैसामा धेरै घुम्ने अनि त्यो पनि यस्तै वन जङ्गल पहाड नदी हिमाल यस्तैहरू क्या त्यो मान्छेले बनाएको झरीझुट्ट ठाउँ होइन टक्क शान्त होस् नेचुरल प्लेसहरू चाहिँ मलाई एकदम मनपर्छ यहाँ बस्ने ठाउँ पनि बनाएको रहेछ बर्खामा चाहिँ यहाँ टन्नै पानी हुन्छ अहिले त रहेन रहेछ हामीलाई अब अर्कोचोटि आउँदा पहिले गोरेटो थियो अहिले यति गरेको रहेछ अब अर्कोचोटि आउँदाखेरि त चिटिक्कै दामी पिकनिक स्पट बन्ने रहेछ यहाँनिर यसमा सर्ट हाइक यहाँ त यस्तो अफ रोड पनि पो रहेछ त बाफ्रे सास चाहिँ मेरै छिटो बढ्छ रहर पनि मेरै धेरै पहाडमा भन्दा त हामी यस्तो सोत्रो सोर्नु जान्थ्यौँ सानोमा यत्रो खाङ्गे डोको बोकेर यहाँ त छैन पहिले त यो पो यहाँ पो थियो त बाटो अहिले यता निकालेको रहेछ यो डाँडामा जानुपर्ने छ हिँड्न नसक्नेहरू उति तल आउँदैछन् रिसाउँदै भन्दा के टक्क 1 केजी मासु घट्ने पर्यो आज अङ्गुते पिङ्गुते सबै नाङ्गै भएछ त्यो डाँडादेखि पुरै दमक देखिन्छ दमक कुन पो देखिन्छ त ह्यान्डसम बोयहरू जङ्गल थर्किने गरी गीत गाइएको थियो पहिला त अब त 2 जना दिदीबहिनीहरू हिँड्दै सकेको छैन आफू एक्लै भट्ट्याउँदै हिँड्दै ल यहाँनिर चाहिँ यसो खाएर बस्ने ठाउँ चौतारा ठाउँमा आइपुग्यो अब किप स्माइल रे ओके आई एम स्माइल दामी छ हिरोइनहरूको इन्ट्री भर्खर हुँदैछ मान्छे अहिले नै आउँदैन कि बेलुका भएपछि आउँदो रहेछ आए गलेमा अस्ति हामी आउँदाखेरि पहिले यस्तो दामी ठाउँमा आइपुगेछ के साह्रो थाकेको लुगै खोल्ने अवस्थामा पुग्यो तेरो नाक यहाँ डल्लो छ यहाँ माथि छैन नि त त्यही भएर मलाई ल कस्तो देखियो बुढी देखिन्छ जस्तो उसको भरिएको छैन कि अनि भिडियो बना यता हेर्नु यहाँ चाहिँ यस्तो हैन मेरो बालेन चस्मा कस्तो देखियो तँलाई हेर त बालेन चस्मा खतरा फोटो सेसन सिद्धियो
अब हामी जाँदैछौँ अप्पर लभ डाँडातिर। खतरा हाँसियो, दामी दामी फोटो खिच्यो। माथि चाहिँ माथि गएर भने उयो जतिकै के भन्छ स्यामराना झन् अंश वर्मा भने यहाँ सुकुन मिला है। कस्तो चिसो हावा, कस्तो आनन्दको हावा। हामी झापाको त्यो गर्मीमा बस्ने मान्छेलाई त इलामको यत्रो चुचो डाँडामा आउँदाखेरि पनि यहाँ मजा आनन्द हुने रहेछ भनेको भने। दामी रुख छ, कलर पनि ओ माई गॉड। अब यो हो नि त उकालो, खतरा उकालो छ। मेरो सासै बढ्ने पर्यो, लडिने पुग्यो कि चढ्दा चाहिँ होइन, झर्दा चाहिँ लडिन्छ होला। ठिक छ, लडियो भने एकैचोटि फेदमै पुगिन्छ। सास बढ्यो, हावा पनि त्यस्तै मिठो। अब माथि पुगेपछि मात्रै म बस्छु। अहिले चाहिँ कोही त छैन नि जटा। आइपुग्यो है, आइपुग्यो। ओहो त्यो यो यस्तो झरै झरा आज त दमक त देखिँदैन रहेछ। थोरै झापा भन्दा थोरै मास्तिर डाँडा। ओहो परको सबै दमक हो। दुईजना कता अरे यही बाटो मरी चढ्यो अनि यता चाहिँ कता अघि मलाई निर्भिक तामाङ जस्तो हराउँछस् भन्दै थियो, उही चाहिँ निर्भिक तामाङ हुने रहेछ। खोल्नु सकेन हाम्रो दिदी। एउटा हावाको प्याकेट पनि खोल्नु सकेन। हावा किन्नु भएको थियो, अलिकति चिसो नि पर्यो तपाईँकोमा। यो पनि हल्लिन्छ कि क्या लडिन्छ। हावा किनेको थोरै चिप्स पनि परेछ। टाढादेखि फर्केको अवस्था, बेसमारी हाँसेर अनेक कुराको कहानी भयो हाम्रो दिदीको आजको खतरा कहानी। अब यहाँ त सुनाउनु मिल्दैन होइन। सो we are back in our home। हामी चाहिँ आज झापा पुग्नु पर्ने छ। अहिले चाहिँ हामी इलामको चुलाचुलीमा छौँ। अब हामी यहाँदेखि टक्क तल फेदीमा जाने, फेदीदेखि आधी घन्टा हिँड्दै साइनीको घर जाने, साइनीकोदेखि अटोमा चढेर केर्खा बजार जाने, केर्खादेखि गाडी चढेर बिर्तामोडदेखि अटो चढेर घर, अनि घर पुगेर म ट्युसन पढाउनु जाने। आज पनि ट्युसन पढाउनु पुगिन भने मलाई फिस बल्ल बल्ल तक्लिया बनाउँछन् अनि खाकर फेरि झिकिस। ओके, सी यू माई नेक्स्ट भ्लग, बाई बाई।